फरक फरक केटीहरूको चाहिँ योनि कस्तो हुन्छ त सुन्निएको फुलेको सानो ठुलो है त्यसको बारेमा यहाँ एकजना दाइजूले चाहिँ कमेन्ट गर्नु भएको रहेछ। राम्रोसँग सुन्नुहोस् है त। दाइ मलाई सोधपुछ गर्नु कुन खालको केटीहरूको यौनी कस्तो हुन्छ म सबै भनिदिन्छु। सुन्नु है त। अग्लो केटीको यौनी लामो खालको हुन्छ, लाम्चो खालको बाक्लो हुँदैन, पातलो पनि हुँदैन, ठिक्क साइजको हुन्छ। अब होची केटीहरूको योनि चाहिँ हल्का बाक्लो सानो खालको डल्लो खालको पुक्का परेको हुन्छ। अनि अलिक अग्ली केटी र मोटो केटीको योनि लाम्चो खालको र बाक्लो भैँसीको जस्तो हुन्छ भनेर भन्नुभएको छ है। अब यो चाहिँ उहाँको चाहिँ एक्सपिरियन्स अनुसार भन्नुभएको हो कि उहाँले चाहिँ अब के तरिकाले भन्न खोज्नु भएको हो साथीहरू है। अब कस्तो कस्तो हुन्छ भन्ने कुरा चाहिँ तपाईहरूले पनि यदि तपाईहरूमा जति पनि एक्सपिरियन्स छ तपाईहरूलाई थाहा छ भनेदेखि चाहिँ कमेन्ट गरेर भन्न नबिर्सिनु होला है साथीहरू। ताकि मैले चाहिँ तपाईहरूको अब मैले युट्युबहरूमा फेसबुकमा भिडियो बनाइराख्छु होइन कुन तरिकाको केटीको कस्तो हुन्छ भनेर। ताकि भोलि बिहान चाहिँ जस्तै लाम्चो यौनी मन पराउने केटालाई डल्लो नपरोस्, डल्लो पुक्का परेको यौनी मन पराउने केटालाई चाहिँ अब लाम्चो नपरोस् होइन। यस्तै कारणले गर्दाखेरि चाहिँ घर व्यवहार बिग्रने है। अनि विवाह गरे पछाडि चाहिँ डिभोर्स हुने चाहिँ धेरै सम्भावना चाहिँ बढेको हुन्छ है। त्यसै कारणले चाहिँ ल तपाईँहरूलाई पनि जति एक्सपिरियन्स छ कस्तो खालको कस्तो हुन्छ भन्ने कुरा चाहिँ ल कमेन्ट गरेर मलाई तुरन्तै भन्न नबिर्सिनु होला ल।